Before you leave the video, considering its sound quality, here is some context. Every year at Comms, we have Comms Fest, an event aimed to celebrating both indoor and outdoor sports. And this was one of the elimination match between our batch and BDS batch. Comms Fest on as the guys and केटाहरुको आज elimination game छ. If they win it, they are going into semi. If they don't, we are not thinking about that. So I mean, let's just see. We're just hoping he will win, but and फाइनली हामी पुगेको छौँ भेन्यूमा अनि यहाँ हेर्नु क्या यो हो क्या ऊ त्यो मैले हुडी देखाइरहेको थिएँ क्या हुडीको डिजाइन देखाइरहेको थिएँ क्या यो हो क्या क्रेजी हुडी भने त्यसपछि अब हामी हाम्रो गेम सुरु भएको छैन अरे होइन आई जस्ट लेट आवर क्याप्टेनहरूसँग एक दुईवटा शब्द एक्सचेन्ज गर्नेछौँ हामी माहौल हेर्नेवाला छौँ हामी अनि द्याट्स इट के छ गाइज आजको के छ आजको के छ स्पेसल आज हाम्रो स्ट्र्याटेजी जित्ने छ भन्दियो आज म्यानेजरको प्रेजेन्स छ क्या दाइ अनि हजुरको के छ केही भन्नु छ आज यस्तो हो कि आज जित्यो भने जित्ने हो कि अरु हाम्रो जस्ट टु लेट यु गाइज नो हाम्रो बोइस टपर हुनुहुन्छ यहाँ आज जित्यो भने लाउन्जमा ससाङको तर्फबाट पार्टी जान्छ हो पार्टी आन्छ रेकर्डेड छ है राइजिङ भिलामा आऊ पार्टी पार्टी यहाँ मैले अर्गनाइज गरिसकेको छु न्यू प्लेयर इन द हाउस रमर कस्तो लागिरहेछ तिमीलाई हाम्रो आज स्ट्र्याटेजी भनेको जित्ने मात्र छ नो अदर अल्टरनेटिभ्स अरु केही थाहा छैन जसरी भए पनि केटाहरूले जित्छन् आज हाम्रो केटाहरूको म्याच सुरु हुन आँट्यो अनि त्यही पनि हो अब वी हेभ टु विन दिस सो टु गेट इन्टु सेमी इट्स अ डु अर डाई या अब त्यही नै हो अब हेरौँ वी आर अप अगेन्स्ट बिडिएसको टिम सो जित्नुपर्छ अब त्यही नै हो एउटा पासिङ सर्ट ओ यो क्यामेरामा हालेर बोल ओइ एउटा पासिङ सर्ट जाओस् त यहाँ यस्तै यहाँ क्यामेरा सुट आइ भन्दैन ओइ पासिङ सर्ट पासिङ पहिलो गेमको हार पश्चात आज कोड ब्लूलाई जित्नै पर्ने दबाब छ र यही अनुसारले यही प्रेसर लिएर राम्रोसँग ह्यान्डल गरेर आज राम्रो पर्फर्मेन्स आउँछ भन्ने अपेक्षा छ कोड ब्लूबाट राम्रो गोलकिपिङ युजबाट तर फेरि पनि राम्रो सो द स्कोर इज 2-0 हामी हारिरहेछौँ करेक्ट But गरेर let's just see second आउँछ भन्ने first half सकिसक्यो so second half let's just see जुटगिरी पनि निकै नै अर्गनाइज निकै नै if we can टिम र come back अनि इभेन्टमा अत्यन्तै राम्रो पर्फर्मेन्स गर्ने आउनु भएको त्यही नै छ हो। जुटगिरी राम्रो प्रयास थियो तर अत्यन्तै राम्रो किपिङ पुस्करबाट निकै नै ओपन पोस्टमा गोल गर्न सक्ने चान्स थियो शशाङ्कसँग तर निस्काएका छन् राम्रो एट्याक तर वेल डिफेन्डरलाई र कर्नर किकमा राम्रो एट्याक पनि फेरि पनि सेकेन्ड हाफमा चाहिँ आफ्नो स्ट्राटेजीमा परिवर्तन गरे निकै नै इन्टरसेप्टर पाए टक्कनी राजा रञ्जितको थ्रोइन फेरि पनि गोल गर्ने चान्स तर फेरि पनि पोस्ट बाहिर एट्याकमाथि एट्याक गरिरहेको छ ट्रिपल जिरो पॉइन्टमा छत्तरी डाक्टर निरञ्जनको राम्रो सर्ट थियो तर वेल डिफेन्डेड आफ्नै
प्लेयर्समध्ये एकाक भएको छ र फेरि Guys, welcome to the vlog. And त्यसपछि यो हामी we are going for a fest, not organized by our college, हैन, but एउटा like चितवनको, I don't know which college it is, तर elements आउँदैछ अरे, that's why we are going. अनि त्यसपछि as usual we have Nilet in the house. And त्यसपछि we have other 3 people in the house. अहिले म हजुरलाई intro गराउँछु उनीहरूको. अनि त्यही नै हो. हाम्रो एक्जाम आउँदैछ अरू, तर एक्जाम भन्दाखेरि पनि अब धेरै मोनोटोनस भयो क्या गाइस, हैन, पढा त छैन तर स्टिल भनौँ न अब केही छैन. अब यो कन्सर्ट एटेन्ड गरेपछि इट विल बी द फर्स्ट कन्सर्ट इन चितवन हाम्रो. अनि त्यसपछि चाहिँ लेट्स स्टडी आफ्टर द्याट. बट एनिवेज विल सी यू, बाई गाइस. वी हेभ Miss Raj Rajeshwari Lekhak with us. We have Nikita Kanal with us. We have none other than Diksha Kharka. Tiki. Vlog ma feature bhaya. And we have Nila मैले अघि इन्ट्रो दिइसकेँ. सो आज के भनिदिनु त हजुरहरू, के भ्युज आउनुको लागि के भनिदिनु त. एउटा गीत बनाइदिनु प्लिज प्लिज. गाउ त दीक्षा तिमी एलिमेन्ट्सको. गाउ ल गाउ गाउ ल गाउ. निलु गाउ त एउटा गीत. सुन्नी हो कि आर्टको कदर गर के. तिमी मोबाइल बन्द गर, आर्टको कदर गर के. अनि अननेसेसरी कंटेंट बनाना. बाद मेरे मुंह से निकल गई गलती से, आज के बाद कभी किसी को नहीं बोलूँगा. मुझे सुन के अच्छा लगा है सेनोरिटा. ये बात जानोगे लो, आओ बस तुम मेरे, मुझको पाँव में तुम ले लो, समझी ना सेनोरिटा. चाहते दो पर बसिरहेको एलिमेन्ट हामी एक्जस्ट भइसक्यो. भिडियोको अगाडि एनर्जी र पछाडि आइएसएमजी. अबको प्रस्तुति एउटा चलचित्र हो. यो चलचित्रको नायकको, यो चलचित्रको मुख्य नायक तपाईहरू हो. सपनामा भएको मान्छेसँगको माया हो भने आजै हो है साथी, हो मौका. मौका आजै हो है, भन्ने मौका आजै हो. कसैलाई भन्न गाह्रो भएको छ भने यो गीत उहाँहरूको लागि. होला तिम्रो सपनाको मायालु
I guess we have reached the update section. So here are some updates. I got my results and I passed my first year. And that's 27th MBBS batch photo of comms. And that's Neeli ma'am, our 76-year-old anatomy professor. The photo session was organized for her since she's leaving the institution. Every time I see her, I have these two realizations. Age can never come between your passion and why I am just lazy. Moving on, I bought some wall posters, and these are the small things that really makes me happy. I have always wanted to decorate my room with posters, plants and neon lights and so on. And after spending every penny of my savings, here I am. And that's Aviskar supporting every move I make in decorating my room. Again, moving on. That's me and Nilay going out randomly just to escape the FOMO of not attending SRV concert in Kathmandu. And I bought a new chair for myself. Within just 1 month, I managed to damage one of the wheels, and then Nilu, the savior, came again with his scooter. I genuinely wonder how my life in Chitwan would look without that scooter. And also, of course, without you, Nilu, as well. Between all of this, 2 previous sessions happened. I represented biochemistry and community medicine department respectively, and life continued. I got a chance to be a part of organizing committee for orientation program for the new batch. And if you are one of my juniors who are watching this, just know that your seniors really worked hard for those decorations. And that's it. So before going, let's talk about medical life. Most of our non-medical friends ask me about what's escape, and here is my reply. Socializing is my escape. Meeting new people is my escape. Talking to people that I love is my escape. Writing is my escape. Calling out one of these people and saying "Ghumna Jam," that's my escape. And beyond 9 to 5 classes and Sunday tests, Friday is my escape. Between all the chaos in life, try finding small things that make you happy. There will be days when you don't study. Don't be too hard on yourself on those days. Take it easy and you really got this. And with that, we have come to the end. It's me, Nishant Kesi, signing off as a second-year medical student. And keep watching these videos. Thank you. ये सब हे चैनल, वेलकम टू माय गाइस. आई एम क्षितिज शर्मा और मैं इसके वर्क में फिर से आया हूँ बिकॉज ही इज नॉट गेटिंग व्यूज. सो तातो पानी सुप्रीमेसी गाइस. तातो पानी सुप्रीमेसी. तातो पानी गाइस. दिस गाय इज नॉट व्यूज का भूखा गाइस. इसे बोलो कमेंट में कि ये व्यूज का भूखा बने और कमाए व्यूज. भाई छापो, पैसा छापो भाई. क्या कर रहे हो भाई तुम?